नमस्कार। आज म तपाईहरुलाई पोर्चुगल D1 भिसाको बारेमा पूरा जानकारी दिन गइरहेको छु। यो एउटा यस्तो भिसा हो जसले तपाईलाई पोर्चुगलमा लिगल्ली काम गर्ने मौका मात्र होइन, लङ टर्म रेसिडेन्ट पर्मिट र पीआर फ्युचरमा सिटिजनशिपसम्म पुग्ने बाटो खोलिदिन्छ। आजको भिडियो हेरेपछि तपाईले क्लियर बुझ्नुहुन्छ D1 भिसा भनेको के हो, पोर्चुगलमा कस्ता जबहरू पाइन्छ, कसरी हजुरहरूले पोर्चुगलको D1 भिसा एप्लाई गर्ने, स्टेप बाइ स्टेप प्रोसेस, प्रोसेसिङ टाइम कति लाग्छ र पीआर कति वर्षमा पाइन्छ र आफ्नो फ्यामिलीलाई कसरी पोर्चुगल लैजान सकिन्छ र तपाईहरूले पोर्चुगलको D1 भिसा आफ्नो एक्सपिरियन्स अनुसार एप्लाई गर्न सक्नु हुनेछ। र यदि हजुरहरूले कन्सल्टेन्सी एजेन्टबाट एप्लाई गर्दै हुनुहुन्छ भने पनि हजुरहरूको प्रोसेसिङ स्टेप बाइ स्टेप सेम हुने गर्दछ। यदि हजुरहरूले आफैले एप्लाई गर्नुहुन्छ भने पनि हामीले यस भिडियोमा सम्पूर्ण प्रक्रिया बताउने छौँ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आउनुहोस् भिडियोको सुरु गरौँ। पोर्चुगल D1 भिसा भनेको के हो? पोर्चुगल D1 भिसा भनेको लङ टर्म वर्किङ भिसा हो। यसको मतलब तपाईँ पोर्चुगलमा लिगल्ली काम गर्न सक्नुहुन्छ, रेसिडेन्ट पर्मिट पाउन सक्नुहुन्छ र पछि पीआर र सिटिजनशिपको बाटो खुल्छ। तर एकदमै इम्पोर्टेन्ट कुरा, यो भिसा लिनको लागि पोर्चुगलको कम्पनीबाट जब कन्ट्र्याक्ट अनिवार्य हुन्छ। कस्ता जब पाइन्छन्? पोर्चुगलमा फरेन वर्करहरूका लागि धेरै कामहरू हुन्छन्, जस्तै हस्पिटालिटीमा वेटर, बारटेन्डर, किचन हेल्पर, क्लिनर, वेयरहाउस, फ्याक्ट्री वर्कर, कन्स्ट्रक्सन र इङ्ग्लिस चल्छ धेरै ठाउँहरूमा। एक्सपिरियन्स भए राम्रो चान्स हुन्छ। हस्पिटालिटी जब धेरै डिमान्डमा पर्छन्। कसरी जब खोज्ने र जब खोज्ने तरिकाहरू पनि विभिन्न रहेका छन्। विशेष गरी इन्डिड, लिङ्किड, फेसबुक ग्रुप र डाइरेक्ट कम्पनी वेबसाइटहरूबाट हजुरहरूले चाहिँ जब खोज्न सक्नुहुनेछ र युरोपमा सिभी बनाएर एप्लाई गर्दा धेरै राम्रो चान्स हुन्छ। र D1 भिसा प्रोसेस स्टेप बाइ स्टेप कसरी गर्ने? फर्स्टमा पोर्चुगलको कम्पनीबाट जब अफर दिनु पर्दछ र कम्पनीले अफिसियल वर्क कन्ट्र्याक्ट दिन्छ र त्यसपछि डकुमेन्टेसन हजुरहरूले तयार गर्नुपर्छ, जसमा चाहिँ अफर लेटर, पासपोर्ट, पुलिस क्लियरेन्स सर्टिफिकेट, ब्याङ्क स्टेटमेन्ट, अकोमोडेसन प्रुफ, हेल्थ इन्सुरेन्स र हजुरहरूले त्यसपछि भिएफएस ग्लोबल मार्फत भिसा एप्लाई गर्ने र एम्बेसीले रिभ्यू गर्छ, जसमा डकुमेन्ट चेक हुन्छ, इन्टरभ्यू पनि हुन सक्छ र त्यसपछि हजुरहरूको भिजा आएपछि हजुरहरू पोर्चुगल जान सक्नुहुनेछ। रेसिडेन्ट पर्मिट त्यहाँ गएपछि हजुरहरूले एप्लाई गर्न सक्नुहुनेछ। नर्मल्ली 1 देखि 3 महिना लाग्छ भिजा आउनको लागि, केही केसमा अझै बढी पनि लाग्न सक्छ। र हजुरहरू D1 भिसामा पोर्चुगल पुगेपछि के हुन्छ? पोर्चुगल पुगेपछि रेसिडेन्स कार्ड हजुरहरूले एप्लाई गर्ने, बायोमेट्रिक दिनुपर्छ र लिगल रूपमा हजुरहरूले काम सुरु गर्न सक्नुहुनेछ। रेसिडेन्सी कार्डमै तपाईको मेन लिगल आइडी हुन्छ। पोर्चुगलको सबैभन्दा ठुलो एडभान्टेज यही हो। यदि तपाईँ 5 वर्ष कन्टिन्युअसली पोर्चुगल बस्नुभयो भने पीआर पनि एप्लाई गर्न सक्नुहुन्छ र पीआर पछि युरोपमा स्थायी बसोबास अथवा स्टेबल फ्युचर हुन्छ र त्यसपछि सिटिजनशिप पनि एप्लाई गर्न सकिन्छ। ट्याक्स पे गरेको हुनुपर्छ, लिगल स्टे हुनुपर्छ र बेसिक पोर्चुगिज ल्याङ्ग्वेज चाहिन्छ हो। त्यसपछि फ्यामिली ल्याउन पनि मिल्छ। जब तपाईँ पोर्चुगलमा रेसिडेन्स कार्ड पाउनुहुन्छ त्यसपछि आफ्नो बच्चा, वाइफको भिजा फ्यामिली रियुनिफिकेसन मार्फत बोलाउन सक्नुहुनेछ। फ्यामिली पनि पोर्चुगलमा बस्न र काम गर्न सकिन्छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा, फेक एजेन्टबाट बच्नुहोस्। कन्ट्र्याक्ट लिँदाखेरि जहिले पनि भेरिफाई गर्नुहोस्। डाइरेक्ट कम्पनीबाट एप्लाई गर्नुहोस्। बिना जब कन्ट्र्याक्ट भिजा पाउन सम्भव छैन।